श्रीमद् भगवद गीता अध्याय 1 अर्जुन को विषाद योग भाग 6। कुरुक्षेत्र को रणभूमि अब केवल शौर्य को मैदान मात्र थिएन। यो स्थान अब मानव जीवन को गहिरो संघर्ष, मनोभाव र आत्मिक द्वन्द्वको प्रतीक बनेको थियो। शंखध्वनि, अस्त्र-शस्त्रको चमक, घोडाको खुरको टक्क टक्कले वातावरण घनघोर बनाइरहेको थियो। तर अर्जुनज्यूको मन अझै अशान्त थियो। वहाँको हृदयमा करुणा, मोह र डरको आँधी चलिरहेको थियो। वहाँले आफ्नो दृष्टि फेरि रणभूमिमा फैलाउनुभयो। आफन्त, गुरु र बाल्यकालका साथीहरू सबै हात हतियार सहित उभिएका। वहाँको हृदय भारी भयो, वहाँको शरीर शिथिल भयो, धनुषको तान हरायो। अर्जुनज्यूले श्रीकृष्ण भगवानको दिशामा दृष्टि दिएर भन्नुभयो, हे माधव, मेरो मन अशान्त छ, म यो युद्ध गर्न असमर्थ छु। मेरो हृदय डर र करुणाले भरिएको छ। म आफ्ना गुरु, काका र दाजुभाइलाई मार्न सक्दिन। म कसरी धर्म पालन गर्ने? श्रीकृष्ण भगवान मौन हुनुहुन्थ्यो। उहाँ जान्नुहुन्थ्यो कहिलेकाहीँ मौनले शब्दभन्दा बढी कुरा सिकाउँछ। तर अब उहाँले स्पष्ट स्वरमा मार्गदर्शन गर्नुभयो। अर्जुनज्यू, मन अशान्त हुनु स्वाभाविक हो। जीवनमा कठिन निर्णय अनिवार्य छन्, तर तपाईले आफ्नो आत्माको आवाज सुन्नुपर्छ। मन र आत्मा मिर्दा मात्र वास्तविक विजय सम्भव हुन्छ। अर्जुनज्यूले प्रश्न सोधे, हे भगवान, मैले आफ्ना आफन्तलाई मार्नुपर्छ भने के यो धर्म हो? के यो न्याय हो? श्रीकृष्ण भगवान उत्तर दिनुभयो, अर्जुनज्यू, धर्म केवल बाहिरी कर्ममा आधारित हुँदैन। धर्मको अर्थ तपाईको मन र उद्देश्यमा निर्भर हुन्छ। यदि तपाई आफ्नो कर्तव्य पालन गर्नुहुन्छ तर हृदयमा मोह, द्वेष, अहंकार छैन भने तब तपाईको कर्म पवित्र हुन्छ। जीवनमा प्रत्येक कर्मको परिणाम स्थायी हुँदैन, तर कर्मको स्वभावले तपाईको आत्मालाई प्रभावित गर्छ। अर्जुनज्यूको मन अझै अशान्त थियो। वहाँ सोच्नुभयो, तर मेरो हृदय रोइरहेको छ। म कसरी आफ्ना गुरु, काका, दाजुभाइ मार्न सक्छु? यदि मैले युद्ध नगरे पाण्डवहरूको धर्म कहिले पूरा हुन्छ? श्रीकृष्ण भगवान भन्नुभयो, अर्जुनज्यू, जीवनमा कठिन निर्णय अनिवार्य छन्, तर निर्णय केवल बाहिरी रूपमा सरल देखिन्छ। मनको अशान्ति स्वाभाविक छ, तर विवेकको मार्गलाई नछोड्नुहोस्। तपाईको आत्माले मार्ग देखाउँछ, तपाईले त्यसलाई अनुसरण गर्नुहोस्। अर्जुनज्यूले फेरि आफ्नो दृष्टि रणभूमिमा फैलाए। भीमज्यू, नकुलज्यू, सहदेवज्यू अल दृढ निश्चयका साथ उभिएका। वहाँले महसुस गर्नुभयो, युद्धको परिणाम केवल व्यक्तिगत होइन, सम्पूर्ण जीवनको परीक्षण हो। वहाँले श्रीकृष्ण भगवानको सामु भन्नुभयो, हे माधव, मेरो हृदय अशान्त छ, म यो युद्ध गर्न असमर्थ छु। श्रीकृष्ण भगवान मुस्कुराउँदै भन्नुभयो, अर्जुनज्यू, यो द्वन्द्व केवल प्रारम्भ हो। मन, शरीर र आत्मा बीचको सङ्घर्ष जीवनको सबैभन्दा गहिरो सत्य हो। जब तपाई भित्रको अशान्ति बुझ्नुहुन्छ तब तपाई बाहिरको युद्ध सजिलै सामना गर्न सक्नुहुन्छ। तपाईको आत्माले तपाईलाई मार्गदर्शन गर्छ। अर्जुनज्यू सोच्न थाल्नुभयो, यदि मैले युद्ध जिते तिनीहरूको मृत्यु मेरो कर्ममा पर्छ। यदि मैले युद्ध नगरे धर्मको उल्लङ्घन मेरो कर्ममा हुन्छ। म कसरी निर्णय लिन सक्छु? श्रीकृष्ण भगवान भन्नुभयो, अर्जुनज्यू, मृत्यु र जीवन अनिवार्य प्रक्रिया हुन्। आत्मा अमर छ, केवल शरीर नष्ट हुन्छ। त्यसैले तपाईले आफ्नो कर्तव्य पालन गर्नु आवश्यक छ। मोह, डर र द्वेषले तपाईलाई भ्रमित नगर्न देऊ। सत्यको मार्ग अवश्य प्रकाशमान हुन्छ। अर्जुनज्यूको हृदय अझै द्वन्द्वमा थियो। वहाँले सोच्नुभयो, सत्य र धर्मको मार्ग कठिन छ, तर यही मार्गले आत्मालाई जागृत गर्दछ। वहाँले आफूलाई प्रश्न गर्नुभयो, म जीवनमा के खोज्दैछु? धन र राज्य वा सत्य र धर्म? श्रीकृष्ण भगवान उत्तर दिनुभयो, अर्जुनज्यू, जीवनमा कुनै पनि सफलता केवल बाहिरी कुरा होइन। सत्य र धर्मको पालनले मात्रै आत्मालाई शान्ति मिल्छ। तपाईको डर र मोह स्वाभाविक छन्, तर तिनीहरूले तपाईको विवेकलाई नियन्त्रण गर्न पाउनु हुँदैन। अर्जुनज्यूले आफ्ना भावनाहरू स्वीकार गर्नुभयो। वहाँले बुझ्नुभयो, अशान्ति र द्वन्द्व जीवनको हिस्सा हुन्, तर विवेक र ज्ञानले मार्ग देखाउँछ। श्रीकृष्ण भगवान भन्नुभयो, अर्जुनज्यू, तपाईको हृदय र मन शान्त हुनुपर्छ। तब मात्र तपाईले धर्म र कर्तव्यलाई सही तरिकाले बुझ्नुहुन्छ। आत्मा स्थिर छ, शरीर र मन मात्र भ्रमित छन्।
तपाईको कर्म पवित्र हुनेछ जब तपाई आफ्नो मोह र द्वेषबाट मुक्त हुनुहुन्छ। अर्जुनज्यूको यो अवस्था विषाद योगको पूर्ण अर्थ हो। मनमा उत्पन्न हुने द्वन्द्व, करुणा र डर जसले आत्मालाई जागृत गर्न मद्दत गर्छ। श्रीकृष्ण भगवान र अर्जुन बीचको संवाद अब गहिरो रूपमा अघि बढ्दैछ। यो संवाद केवल युद्धको कथा होइन, यो मानव जीवनको सबै द्वन्द्वहरूको कथा हो। अर्जुनज्यूले बुझ्न थाले, जीवनका सबै निर्णय केवल बाहिरको सफलता होइन, तर भित्री शान्ति र सत्यको खोजी पनि हो।